गाइस म चाहिँ अब आज चाहिँ बहुचिन गएको हो। यहाँनिर चाहिँ एयरटेलको डेस्क फिटिङ गर्नको लागि चाहिँ गएको, तर बाटो कस्तो छ अब यो कच्चा रोड रहेछ है। भयो तपाईको मेन रोड भयो है, यो चाहिँ मेन रोड पदमचिन जाने, यो रङ्गली जाने उँधो भयो। अब यो कच्चा रोड जानुपर्ने, बाटो कस्तो छ कहिले गएको छुइनँ, हुनु चाहिँ राम्रै छ त भन्दैछ। अब चाहिँ लाग्यो अब गएर फिटिङ गरेर आउनु पर्ने, कति घन्टा लाग्ने हो। ल साथी हो, लिन आउँछु भन्थ्यो आउँदैन त, लिन आउँछु भन्थ्यो आउँदैन त हौ। ओ यो घरमा चाहिँ काम सकेर चाहिँ फर्केको, डिटिएस जोडेर हो। हेर्न घाँटी जङ्गलमा हिँड्नुपर्छ साथीभाइ हो। छ हो अगाडि घरको मालिक मलाई पुऱ्याउन नगए भए पनि यहाँ कुकुर चाहिँ जाँदैछ हो, डग चाहिँ मेरो अगाडि जाँदैछ, मलाई पुऱ्याउनु गएको त होला नि हो। लैजा अलैँची बारी घाँटी त यस्तो छ हो, पहिला कस्तो हुन्थ्यो आजकल छैन। साथीभाइ हो, पैसा कमाउनु चाहिँ सजिलो छैन हो, घरि गाडी चलाउनुपर्छ हो, घरि अब यो हेरिहाल्नु जङ्गल घारीको बाटो हिँड्नुपर्छ, अन्त डिस्क बनाउनु हो। अब के भन्नु, यस्तै छ जिन्दगी, यत्तिकै सक्ने रहेछ। यो 2 दिनको जिन्दगी हो भन्थ्यो, केही गर्नु नपाउने रहेछ, सक्ने रहेछ यत्तिकै जिन्दगी। बाटो हेरिहाल्नु जङ्गल घारीको बाटो छ हो। अब पानी पर्नु भने चाहिँ शीतली भिजाएर कस्तो हुन्थ्यो होला हो, यस्तो बाटोमा हिँड्नुपर्छ हो। बिचारा म लै दुःख चाहिँ यसरी गर्नुपर्छ नि त। पर पारिपट्टि छ गाडी, यहाँ देख्दै त्यहाँनिर त्यो रातो घरको छेउ छ गाडी, मेरो त्यहाँ देख्दो रहेछ, त्यहाँ पुग्नुपर्छ नि हो। जङ्गलको बाटो यो पारि देख्दै गरेको सुबान डाँडा, त्यहाँदेखि अझै उताको चाहिँ किङसा दोकचिन हो, त्यस्तो छ। म चाहिँ अहिले बहुचिनमा छु। गाडी बाटोमा आइपुग्यो, अब चाहिँ टाप ठोक्नुपर्छ हो।